अरूलाई प्रमाणित गर्ने इच्छा होइन, आफूलाई जित्ने लक्ष्य बनाउनुहोस्। नमस्कार साथीहरू, आज एउटा गम्भीर प्रश्नबाट भिडियो सुरु गरौँ। आज बिहान तपाईँ कुन उद्देश्यका साथ ओछ्यानबाट उठ्नुभयो? केवल दिन काट्नको लागि वा कुनै लक्ष्यका लागि? किनभने यो संसारमा दुई किसिमका मानिसहरू हुन्छन्। एक थरी जो बिहान उठेर आफ्ना सपनाहरू बिर्सिदिन्छन् र अर्का थरी जो आफ्ना सपना पुरा गर्नको लागि बिहानै उठ्छन्। हो, आज हामी कुरा गर्नेछौँ सपनाको बारेमा। धेरैलाई लाग्छ सपना भनेको राति सुत्दा देखिने फिल्म जस्तो दृश्य मात्र हो, तर सपना त्यो होइन जुन हामी सुतेर देख्छौँ। सपना त त्यो हो जसले हामीलाई सुत्नै दिँदैन। सपना भनेको तपाईँको भविष्यको एउटा ब्लुप्रिन्ट हो। यदि तपाईँको दिमागमा कुनै कुराको चित्र बन्छ भने सम्झनुहोस्, तपाईँको हातमा त्यसलाई वास्तविकतामा बदल्ने शक्ति पनि तपाईँसँगै छ। तर हाम्रो समाजमा केही गर्न खोज्यो भने खुट्टा तान्नेहरूको भिड नै देखिन्छ। कोही आफ्नो औकात हेरेर सपना देख्नुपर्छ भन्छन् त कोही कस्ता कस्ता कहाँ गए, मुसाको छोरा दरबार गए। कोही तैँले केही गरेर देखाइस् भने कान काटेर फालिदिन्छु भन्नेको पनि यहाँ कमी छैन। तर यस्ता कुरा मनमा लिएर हामीले हार मान्यौँ भने हामी कहिले पनि अगाडि बढ्न सक्दैनौँ। त्यसैले साथीहरू, सपना देख्न ढिला नगर्नुहोस्, नत्र अरूको सपना पुरा गर्न काम गर्नुपर्ने हुन्छ। जो आज 90% भन्दा व्यक्तिले आफ्नो स्वास्थ्य, घर परिवार, चाडपर्व, रीतिरिवाज, घाम पानी हावाहुरी केही नभनिकन अरूको सपना पुरा गर्न दौडधुप गरिरहेका छन्। के तपाईँ पनि यस्तै जिन्दगी चाहनुहुन्छ? आज यसको अझ ज्वलन्त उदाहरण हामी हाम्रै हुन्छ भने सपना देख। सपना भनेको तपाईँको भविष्यको त्यो सुन्दर तस्बिर हो जुन आज तपाईँको वास्तविकतामा छैन, तर तपाईँ त्यसलाई आफ्नो मेहनतले सत्य बनाउन सक्नुहुन्छ। त्यसैले भनिन्छ यो सपना यस्तो मानसिक इन्जिन हो जसले तपाईँलाई हरेक बिहान ओछ्यानबाट जुरुक्क उठाउँछ र भन्छ, उठ, तेरो गन्तव्य अझै टाढा छ। साथीहरू, छिमेकीले के भन्ला, समाजले के भन्ला भनेर आफ्ना पखेटा कहिले नकाट्नुहोस्। इतिहास साक्षी छ, सुरुमा हरेक सपना असम्भव देखिन सक्छ, तर नातिनुस्, किनभने हजारौं माइलको यात्रा पनि पहिलो पाइलाबाटै सुरु हुन्छ। त्यसैले आजैबाट सपना देख्न सुरु गर्नुहोस्। चाहे त्यो एउटा सानो व्यवसाय सुरु गर्ने होस्, नयाँ सिप सिक्ने होस् वा आफ्नो परिवारलाई राम्रो जीवन दिने होस्। किनभने जसले सपना देख्ने आँट गर्छ उसैले इतिहास रच्छ। हो साथीहरू, आज म संसारको सबैभन्दा प्रेरणादायी र असाधारण कथा मध्ये एक जीवनी जसले बिना हात जन्मिएर पनि उनले जुन सफलता हासिल गरिन् त्यसले इच्छा शक्ति भए असम्भव केही छैन भन्ने कुरा प्रमाणित गरेकी छिन्। र उहाँ हुनुहुन्छ जेसिका कक्स, जसले असक्षमतालाई कमजोरी होइन शक्ति बनाउने सोच बनाए अनि सफल पनि भए। सुरुमा उनका आमा बाबु दुखी थिए, समाजले पनि फरक दृष्टिकोणले हेर्थ्यो र आफ्नै साथीभाइले हेपाइ गर्थ्यो। तर जेसिकाले सानो उमेरदेखि नै एउटा कुरा बुझिन्, यदि म अरूले जस्तै गर्न सक्दिनँ भने म आफ्नो तरिकाले गर्न सिक्छु। सुरुमा उनले 11 वर्षसम्म कृत्रिम हातहरू प्रयोग गरिन्, तर एक दिन उसले निर्णय गरिन् कि कृत्रिम हातहरूको सहारा लिने छैनन् र आफ्नै खुट्टालाई हातको रूपमा प्रयोग गर्न सिक्नेछन्। र सिक्दै उनले लेख्न, टाइप गर्न खुट्टाले नै सिकिन्। आफ्नै लुगा लगाउन, कपाल कोर्न, मेकअप गर्न थालिन्। किबोर्ड बजाउन, गाडी समेत चलाउन सिकिन्। तिनै जेसिका जो बाल्यकालमा उडानदेखि उचाइदेखि निकै डराउँथिन्, तर उनले आफ्नो डरलाई नै चुनौती दिने निर्णय गरिन् र विमान चालक बन्ने सपना देखिन्। र उनले लगातार 3 वर्षसम्म कडा मेहनत र तालिम लिइन्। एरोनिका नामक विशेष विमान उडान सिकिन् जसमा खुट्टाको पेडल हुँदैन थियो, सबै नियन्त्रण हातले गर्नु पर्थ्यो। तर उनले खुट्टालाई नै हात बनाएर त्यो कला पनि सिकिन्। 2008 मा जेसिकाले आधिकारिक रूपमा पाइलटको इजाजत प्राप्त गर्दै
खुट्टाले विमान उडाउने विश्वकै पहिलो बिना हातकी महिला पाइलट बनेर विश्व कीर्तिमान राख्दै आफ्नो नाम गिनिज बुक अफ द वर्ल्ड रेकर्ड्समा दर्ता गर्न सफल भइन्। पाइलट हुनुको साथै जेसिकाले अन्य धेरै क्षेत्रमा पनि सफलता हासिल गरिन्। डेकार्कोमा ब्ल्याक बेल्ट, स्कुबा ड्राइभिङमा प्रमाणित ड्राइभर र उनले आफ्नो जीवनका अनुभवहरू समेटेर डिसआर्म योर लिमिट्स नामक प्रेरणादायी पुस्तक पनि लेखेकी छिन्। आज जेसिका कक्स एक प्रसिद्ध अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता हुन् जसले संसारका 20 भन्दा बढी देशको भ्रमण गरेर लाखौं मानिसहरूलाई जीवनमा कहिले हार नमान्न प्रेरित गरिरहेकी छिन्। उहाँको जीवनीबाट सिक्नै पर्ने कुरा भनेको यदि हामीमा दृढ सङ्कल्प र मेहनत गर्ने क्षमता छ भने शारीरिक र मानसिक कुनै पनि बाधाले तपाईको सफलताको बाटो रोक्नै सक्दैन। जीवन शरीरले होइन मनले जितिन्छ। सपना देख्नुहोस्, किनभने सपनाले नै तपाईँको जीवनलाई दिशा दिन्छ। सपना नभएको मान्छे त्यो चङ्गा जस्तै हो जसको धागो काटिएको हुन्छ। हावाले जता लग्यो उतै उठ्छ, तर सपनाले तपाईँलाई एउटा निश्चित गन्तव्य दिन्छ। जिन्दगीमा अनेक दुःख सुख उत्तर चढावहरू आउँछ, तर जब तपाईँसँग एउटा ठुलो सपना छ भने सानातिना असफलताले तपाईँलाई रोक्नै सक्दैन। जब बाहिरको संसारले तपाईँलाई सक्दैन भन्छ, तपाईँको सपनाले भित्रैबाट भन्छ उठ, कोसिस गर, तिमी सक्छौ। आज हामी समाजमा जुन विकास देखिरहेका छौँ, प्लेनदेखि इन्टरनेटदेखि अन्तरिक्षसम्मको यात्रा, त्यो कसै न कसैको सपनाको परिणाम हो। त्यसैले साथीहरू, सपना देख्न नडराउनुहोस्। मानिसहरूले तपाईँको सपनामाथि हाँस्छन् भने सम्झनुहोस् तपाईँको सपना साँच्चै ठुलो छ। इतिहास पढ्ने होइन, इतिहास रच्ने सपना देख्नुहोस्। तपाईँको जीवनको त्यो ठुलो सपना के हो जसलाई तपाईँ जुनसुकै हालतमा पनि पुरा गर्न चाहनुहुन्छ? तल कमेन्ट बक्समा लेख्नुहोस्। भिडियो मन परेमा लाइक, शेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। सपना शरीरले होइन, साहस र आत्मविश्वासले पुरा हुन्छ। अर्को भिडियोमा फेरि भेटौँला। तबसम्मको लागि सपना देख्दै गर्नुहोस्, मेहनत गर्दै गर्नुहोस्।